हेलो गुड मर्निङ सेवारो नमस्ते म बबिला राई। हजुरहरू सन्चै हुन्छ र म पनि एकदमै सन्चै छु। हजुरहरूलाई चाहिँ आज म मिनी भ्लग लिएर आएको छु। किन भन्दाखेरि आज म चाहिँ एकदमै रुगा लागेर चाहिँ मलाई एक हप्तापछि बल्ल निको भएको छ। आज चाहिँ म घरमा चिकन थुक्पा बनाउँछु। त्यही कारणले म हजुरहरूलाई पकाइ देखाउँछु नि। देख्न सक्नुहुन्छ थुक्पाको लागि पानी, यहाँ चाहिँ पानी उम्लिसक्यो भने म थुक्पा हाल्दैछु। यसरी उमाल्दैछु। थुक्पा पनि मैले चाहिँ धोएर ल्याइसकेको छु। अचारको लागि टिमुर अनि अकबरी खिर चनन रेडी भइसकेको छ। दादा चाहिँ बिरामी भएर सिकिस्तै भएर सुतिराख्नु भएको छ। मलाई पनि एकदमै धेरै रुगाले ग्रस्त बनाइसक्यो थियो। जाती नभएर हस्पिटल गएर अझै ज्वरो आएर जाती नभएर पनि कस्तो गाह्रो भएर हस्पिटल गएर हिजोको। अनि मेरो साथीहरू पनि आउँदै हुनुहुन्छ अनि उहाँहरूको लागि पनि मैले आज थुक्पा बनाएको छु। अचार पनि रेडी भइसकेको छ। फाइनली सुप पनि रेडी भइसकेको छ। मेरो चाहिँ मेरो साथी आइसकेको छ। यहाँ धनियाँ र प्याज काट्दैछ। उसले चाहिँ बाबा हुन्छ त्यतिको भए भ्लग बनाउँदैछु। यता हेर्नु के भन्न चाहनुहुन्छ कि मेरो युट्युब फ्यामिलीहरूलाई नि तँ यता हेरेर भनेको उता हेरेर चाहिँ के भनेको। यिनीहरूले चाहिँ अनुहार देखाउनु भनेपछि चाहिँ बुढाइ हाम्रो चाहिँ अब थुक्पा खाने चाहिँ तरकारीमा छौँ। यहाँनिर साथी यहाँ धनियाँ प्याज अनि यहाँ मासु रहेको छ, चना चाउचाउ। यहाँ फाइनली खाना थालेको कस्तो छ? एकदम दामी छ है।